के हो बा किन त्यसरी हेर्नु भएको? अनि तेरो त आज एक्जाम थियो त होइन? थियो नि। अनि कति छिटो आएको त? एक्जाम दिनस् कि क्या? एक्जाम दिन गएको थिएँ नि। त कुनै के जाति बुन कानिस् कि क्या स्कुलबाट? के को बोन कान्नु हो बाबा छ्या? सरले गाँड हानु नि यहाँ। के अरे के हो त गाँड भने? छाडा शब्द युज गर्छस्? साला राणा रान यो त आफैलाई पो भयो त गाली। गधा साला गधा गाँड अरे हिन्दी बोल्छ। कन्डो भन् न कन्डो। ओके बाबा त्यही कन्डो कन्डो हानु सरले। भन् किन गाँड किन कन्डो हाने सरले? त्यो एक्जाम दिँदै चाहिँ चिट गरौ भनेर निकालिदियो नि। चिट अरे पेपर लगाएको थिइस्? लगेको थिएन क्या? किताब लगेको थिइस्? किताब पनि लगाएको थिएन। साथीको पेपरबाट सारिस्? सारेको छैन क्या बाबा। हातमा लेखेर गएको थिइस्? हातमा लेखेर पनि गएको छैन क्या? अनि कुन सब्जेक्ट थियो त? कुन क्वेसन चाहिँ चोरिस् त? बाबा हेल्थ एन्ड पपुलेसन थियो क्या सब्जेक्ट। अनि एउटा क्वेसन थियो ड्रग मेल रिप्रोडक्टिभ अर्गन भनेर। क्या हो त मेल रिप्रोडक्टिभ? के हो यौनी क्या बाबा? यौनी पुरुष यौनी। के यौनी भने के हो यौनी? यौनी क्या बाबा? यौनी यौनी के यौनी के बाबा यौनी हो यौनी। ए यौनी बाबा त्यही यौनी। भ्याउ त भन्न त भ्याउ त हामी त भ्याउ त भन्थ्यौँ। भ्याउ त रे के हो भ्याउ त फेरि? भ्याउ त भन्न भन् त्यसपछि चाहिँ के भयो? अनि मैले आफ्नै भ्याउ त मतलब आफ्नै हेरेर बनाइदिएँ नि। अनि चिडचोरो भन्न थाल्यो सर। ए गजबै गरिसक्छ त मेरै छोरो न परि। मतलब बाबा मेरो पालोमा पनि आएको थियो त्यस्तै प्रश्न। के आएको थियो बाबा? केटीको भ्याउ त बना भनेर थियो। केटीको पनि भ्याउ त? त्यही त यौनी सौनी के भन्छ तिमीहरू? हामी भ्याउ त भन्थ्यौँ। अनि तपाईँले के गर्नुभयो त? अनि खै के गरे मलाई त त्यो छेउकी केटीले 2 झापड हानेको मात्रै याद छ।